वेलकम टु माई फर्स्ट भिडियो। आई एम सोनमल लेप्चा। यो भिडियोमा चाहिँ म दिनभरिमा के खान्छु भनेर म तपाईँलाई देखाउनेवाला छु। आजको भिडियोमा चाहिँ म एकदम एफोर्डेबल फुड जो चाहिँ घरमा पाइने खानाहरू देखाउन गइरहेको छु। अनि तपाईँले यसलाई हेरेर आफ्नो निम्ति एउटा गुड अनि एफोर्डेबल डाइट प्लान बनाउन सक्नुहुन्छ। करेन्टली म फ्याट लस जर्नीमा छु र यो समर आउनुभन्दा अगाडि म फुल्ली स्ट्रेट हुन चाहन्छु र मेरो बडीलाई एउटा फुल्ली ट्रान्सफर्म गर्न म चाहन्छु। मलाई थाहा छ यो फ्याट लस जर्नीमा म एक्लै छुइनँ, तपाईँहरू पनि हुनुहुन्छ। एन्ड आई होप द्याट दिस भिडियो विल बी हेल्पफुल फर यु। अगर तपाईँलाई मलाई मेरो फिटनेस जर्नीमा सपोर्ट गर्नु चाहनुहुन्छ भने मलाई इन्स्टाग्राम अनि युट्युबमा फलो गरिदिनुहोस्। म तपाईँलाई इन्सपायर गर्न चाहन्छु अनि देखाउन पनि चाहन्छु कि होसियारसँग डाइट गर्नु कति सजिलो छ। आई हेभ जस्ट फिनिस्ड माई जिम वर्कआउट आजको, अनि सो आई एम गोइङ टु हेभ ब्रेकफास्ट। सो दिस इज ओट्स आई हेभ मिक्स्ड विथ ग्राम फ्लोर या त बेसनसँग। अरू बेला चाहिँ म यसमा वे प्रोटिन हालेर पनि म खान्छु, बट आई प्रिफर दिस। एन्ड यु हेभ टु मिक्स विथ दिस मिल्क अर वाटर, जे हाल्दा पनि भयो। म चाहिँ दुध हालेँ। स्टर गर्नुहोस्, यसलाई चलाउनुहोस्। यु हेभ टु मिक्स इट। मैले यसलाई चलाएँ। सो मैले प्यान तताइसकेको छु। यहाँनिर मैले यो घिउ, घरमै बनाएको घिउ हाल्दैछु। या तपाईँले तेल पनि चलाउन सक्नुहुन्छ, तर एकदम कम्ती तपाईँले चलाउनुपर्छ। यु हेभ टु बी भेरी केयरफुल, होइन भने यसले क्यालोरी फेरि तपाईँको कटिङ फेसमा यसले तपाईँको डिटर गर्छ। त्यो कटिङ फेसमा यसले कटिङ हुन दिँदैन, यसले अझै बल्किङ गर्नुहुन्छ। सो मैले एकदमै कम्ती हालेको छु यहाँनिर। म यसमा हालेको हालिसकेपछि यहाँनिर यसलाई यु हेभ टु स्प्रेड इभनली। यसलाई यु हेभ टु स्प्रेड गरिदिनुहोस्। स्प्रेड गरिदिनु। सो आफ्टर स्प्रेडिङ इभनली आई विल कभर इट सो द्याट इट मे कुक वेल। भित्र पनि मजाले पाकोस् भनेर यसलाई अहिले बन्द गरिदिएको छु। So my breakfast is ready. This is the final product. This and this vegetable has also been cooked. So I'm taking with this, and along with it I'm going to take black coffee. It's very important while you are shredding. So this. So my breakfast is ready. I'm going to take it. I'm going to enjoy it and see you after the breakfast. So I've just finished my breakfast. अनि मैले यहाँनिर लेखेको छु मैले खाजामा के खाएँ र कति क्यालोरी त्यहाँबाट आएको छ भनेर। आज पनि मैले खाएछु यहाँनिर फर इक्जाम्पल 2 स्कुप ओट्समा मैले प्रोटिन 10 ग्राम पाएछु र क्यालोरी 300 रहेछ त्यसमा। 1 स्कुप ग्राम फ्लोर या त बेसन, त्यसमा 6 ग्राम प्रोटिन अनि 120 ग्राम क्यालोरी रहेछ। 2टा अन्डा, अघि मैले अन्डा चाहिँ देखाउनु आई फरगट टु सो यु, मैले देखाउनु बिर्सेछु, तर जहिले पनि त्यहाँनिर अन्डा मिक्स गर्छु। सो त्यो 2टा अन्डामा 12 ग्राम प्रोटिन र 50 ग्राम क्यालोरी रहेछ र टोटल मेरो इन्टेक क्यालोरी 470 भएछ अनि प्रोटिन चाहिँ 28 भएछ। सो अलवेज ट्र्याक योर फुड। तपाईँले त्यसरी एजम्सनमा खानुहुँदैछ भने यु वन्ट बी एबल टु श्रेड योर सेल्फ। किनभने म पनि त्यसरी नै खान्थेँ एजम्सनमा यति होला भनेर, तर मैले यसरी लेख्नु थालेँ। सो इन अदर वर्ड यसो गर्दाखेरि चाहिँ यु विल बी एबल टु नो म कति खाँदैछु के खाँदैछु भनेर। सो इफ यु डु दिस इट विल बी भेरी हेल्पफुल टु यु। सो राइट नाउ आई एम टेकिङ टी। म चिया खाँदैछु र सुरुमा मलाई के लाग्थ्यो भन्दाखेरि वेन यु आर श्रेडिङ कटिङ गर्दाखेरि चाहिँ चिया खानु हुँदैन भनेर जस्तो मलाई लाग्थ्यो है। बट नाउ अहिले मलाई थाहा भयो कि इफ तपाईँले आफ्नो बडी मेन्टेनेन्स क्यालोरी भन्दा मुनि नै तपाईँले त्यसको बिलोमै तपाईँको क्यालोरी इन्टेक छ भने यु क्यान टेक इट है, तपाईँले खान सक्नुहुन्छ। सो अब म यो क्रेटिन लिन गइरहेको छु। सो यसको विषयमा धेरै मान्छेहरूको मिथ या त धेरै मिसअन्डरस्टुड सप्लिमेन्ट यो हो। कतिले भन्छ यो स्टेरोइड हो भन्छ, कतिले भन्छ यो खायो भने किडनी फेल हुन्छ, हेयर फल हुन्छ भनेर भन्छन्। तर इनफ्याक्ट यो चाहिँ के भन्दाखेरि वान अफ द मोस्ट रिचेस्ट सप्लिमेन्ट हो यो है। यसले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको पावर दिन्छ, यसले स्ट्रेन्थ दिन्छ, यसले मसल रिकभरी यसले छिटो गराउँछ, मसललाई ड्यामेज हुनु दिँदैन,
अनि जो त्यो एउटा सोरनेस जिम गरिसकेको बादमा जो एउटा दुखेको जो एउटा सोरनेस हुन्छ त्यसलाई कम गराउँछ। अनि त्यति मात्र होइन, ब्रेन फङ्सनलाई पनि यसले इम्प्रुभ गराउँछ र एउटा फुलनेस, एउटा बडीलाई जो एउटा यसको ब्युटिनेस बडीको हुन्छ त्यो फुलनेस यसले दिन्छ। यति हो। यसलाई चाहिँ हामीले ठिकसँगले खानु चाहिँ जान्नु पर्यो। यसलाई बेस्ट लिने टाइम चाहिँ पोस्ट वर्कआउट, तपाईँले एक्सर्साइज गरिसकेको बादमा यसलाई लिनुभयो भने बडीले यसलाई एब्जर्ब राम्रो गर्छ भनेर त्यो रिसर्चमा पाएको छ। अनि तपाईँले डेली यसलाई 3 to 5 ग्राम तपाईँले लिनु सक्नुहुन्छ। अनि यो लिइसकेपछि तपाईँले यसलाई योसँग पानी चाहिँ तपाईँले पुरा पिउनुपर्छ। सो अब लन्च टाइम, लन्चमा मैले यो खाना बनाएको छु। यो चाहिँ न्युट्रेला एलोङ विथ अन्डा, यसलाई मिक्स गरेर यसलाई मैले प्यानकेक जस्तै रोटी जस्तो बनाएको छु। साथमा अलिकति यो हरियो सब्जी बिहानको, एलोङ विथ यहाँनिर अर्को मेन यो कालो दाल है, ब्ल्याक लेन्टल, विच इज अ गुड सोर्स अफ प्रोटिन। सो म यसलाई खान गइरहेको छु। सो यो खानेकुराको माइक्रोन्युट्रियन्ट्स चाहिँ म कहाँबाट ट्राई गर्छु भन्दाखेरि च्याट जिपिटीबाट। त्यहाँनिर तपाईँले ग्यालरीबाट फोटो अपलोड गर्दा पनि भयो, या त डाइरेक्ट फोटो खिच्दा पनि हुन्छ। त्यो खिचिसकेपछि त्यहाँनिर त्यसले देखाइदिइहाल्छ त्यो त्यसको माइक्रोन्युट्रियन्ट्सको भ्यालु कति छ, प्रोटिन कति छ, फ्याट कति छ, कार्बोहाइड्रेट कति छ र अल इन अल क्यालोरी कति छ भनेर त्यहाँ देखाइदिइहाल्छ। त्यति मात्र होइन, तपाईँलाई त्यो फुड चाहिँ फ्याट लस जोड्नको लागि राम्रो हो होइन, गुड अर ब्याड भनेर पनि दिइहाल्छ। सो तपाईँले त्यो च्याट जिपिटीलाई चलाउन सक्नुहुन्छ। इट्स नाउ 4 बज्यो। अब मेरो कार्डियो टाइम हो। सो लेट्स मिट एट द जिम। ओके, म जिम आइपुगेँ। अब म कार्डियो स्टार्ट गर्न गइरहेको छु। कार्डियोमा चाहिँ म के गर्छु भन्दाखेरि म यो जो पछाडिपट्टिको ट्रेडमिल देख्नुहुँदैछ त्यसमा म कुद्छु। त्यसमा म टोटल 70 मिनट्स कुद्छु। फर्स्ट 30 मिनट्स चाहिँ म नन स्टप कुद्छु एन्ड आफ्टर द्याट रिमेनिङ 40 मिनट्स चाहिँ 5 मिनट्स वकिङ र 5 मिनट्स रनिङ गरेर म 70 मिनट्स पुऱ्याउँछु। र म टोटल मेरो क्यालोरी बर्न यसमा हुन्छ 900 क्यालोरी बर्न हुन्छ। सो लेट्स स्टार्ट। जस्ट फिनिस्ड, भर्खर सकेँ मैले मेरो कार्डियो। सो 70 मिनट्स म त्यहाँनिर कुदेँ र आई बर्न 900 क्यालोरिज, 900 क्यालोरी मैले त्यहाँ बर्न गरेँ। सो इन अर्डर टु बर्न द्याट मच क्यालोरी, त्यत्रो क्यालोरी बर्न गर्नु लागि चाहिँ योर कन्डिसन सुड लुक लाइक दिस। यस्तो देख्नुपर्छ तपाईँ। यो मेरो सबै भिजिरहेको छ। दिस इज स्वेट, यो चाहिँ पसिना हो। सो इफ यो कन्डिसन इज लाइक दिस, यस्तो हुनेछ भने चाहिँ यु विल बी स्योर, तपाईँ पक्का आउनुहोस्, यु विल गेट श्रेडेड बाई दिस समर। सो ब्याक टु होम आफ्टर डुइङ कार्डियो एन्ड काइन्ड अफ अ टायर्ड, अलिकति थाकेको जस्तो पनि भइरहेको छ। हियर इज माई लास्ट मिल, फुड अर स्न्याक अफ द डे है। यसमा चाहिँ के छ भन्दाखेरि पफ्ड राइस, चाना अनि बदाम, साथमा दिस ब्ल्याक कफी। इट्स भेरी बेसिक, यु हेभ टु स्टिक टु दिस बेसिक। यस्तै बेसिक छ भने चाहिँ यु विल बी एबल टु लुज यर फ्याट। सम डेज आर हार्ड, नट गोना लाई, बट आई स्टिल सोड अप टुडे। द्याट्स वाट म्याटर। So don't forget to follow me on Instagram and YouTube pages, and see you in next video.